सबैमा नमस्कार। आजको भिडियोमा चाहिँ हामी कक्षा 12 को अनिवार्य नेपालीको पाठ 1 मा रहेको आमाको सपना कविताको सारांश लिएर आइसकेका छौँ। त्यसैले अब ढिला नगरी सारांशतिर जाउँ। आमाको सपना कविताका कवि गोपाल प्रसाद रिमालको एक क्रान्ति चेतले भरिएको उत्कृष्ट गद्य कविता हो। विशेष गरी गद्य कविताकारका रूपमा चिनिएका कवि रिमाल प्रथम आधुनिक गद्य कवि हुन्। सङ्ख्यात्मक मात्र नभएर गुणात्मक साहित्यको सिर्जना गर्ने रिमाल क्रान्तिकारी कवि हुन्। सोच क्षमतावादी प्रगतिवादी कवि रिमालका कवितामा राष्ट्रियता, क्रान्तिकारिता, विद्रोही भावना, मानवतावादी चिन्तन, विकृति विसङ्गतिप्रति व्यङ्ग, गद्य शैलीको प्रयोग जस्ता प्रवृत्तिहरू पाइन्छ। त्यस्तै विभिन्न बिम्ब प्रतीकहरूको प्रयोग र सरल सहज भाषिक अभिव्यक्ति कवि रिमालका कवितामा पाइने खास विशेषता तथा प्रवृत्तिहरू हुन्। यस आमाको सपना कवितामा कवि रिमालले क्रान्तिकारी भाव व्यक्त गर्दै राष्ट्रियताको भाव समेत व्यक्त गरेका छन्। क्रान्ति चेतले भरिएको यस कवितामा समाजको उन्नति प्रगति हुनुपर्छ भन्ने कामना गरिएको छ। गद्य कविताको उत्कृष्ट नमुनाको रूपमा रहेको यो कविता संवादात्मक र प्रश्नोत्तर शैलीमा रहेको छ। आमाको सपना कवितामा निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना हुनुपर्छ भन्ने इच्छा व्यक्त गरिएको छ। यस कवितामा आमा र छोरा बीचको छोटो मिठो संवादका माध्यमबाट नेपाल आमाको सपना, इच्छा र आकाङ्क्षालाई सरल र मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। यस कवितामा आमा भनेर नेपाल आमालाई, छोरा भनेर नेपाली जनतालाई र क्रान्तिपुत्रलाई बुझाइएको छ भने त्यो भनेर क्रान्तिलाई बुझाइएको छ। यस कवितामा आमाको सपना भनेको राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना हुनु वा देशमा परिवर्तन आउनु भन्ने हो र त्यो परिवर्तन त्यति बेला सम्भव हुन्छ जति बेला क्रान्ति गर्न सक्ने देशभक्त सन्तान वा क्रान्तिपुत्रको जन्म हुन्छ र त्यो क्रान्तिपुत्रले देशमा क्रान्ति गरी राणा शासनको जन्जिरबाट नेपाल आमालाई मुक्त गर्दै देशमा प्रजातन्त्रको स्थापना गर्छ। त्यो क्रान्तिपुत्रले क्रान्ति गर्न थालेपछि जसरी हावाको पछाडि पात पतिङ्गर लाग्छन् त्यसै गरी क्रान्तिपुत्रसँगै सम्पूर्ण नेपाली जनताहरू लाग्नेछन् र क्रान्ति सफल पारी सभ्य शिष्ट समतामूलक समाजको निर्माण गर्नेछन् भन्ने भाव कवितामा व्यक्त भएको छ। वास्तवमा देशमा रहेको 104 वर्षीय निरङ्कुश जहानीय राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना हुनुपर्छ भन्नु नै आमाको सपना हो। आमाको सपना पुरा गर्न सबै नेपालीहरूले क्रान्तिमा होमिनुपर्छ, देशमा परिवर्तन ल्याउन लाग्नुपर्छ, समाजको विकृति विसङ्गतिलाई झरेसँग उखालेर समानतामूलक समाज निर्माण गर्नुपर्छ। नेपाल आमालाई प्रगतिको बाटोमा दोहोर्याउन सके मात्र नेपाल आमाको सपना पुरा हुन्छ। क्रान्ति बिना अशान्ति, अधर्म, असत्य र अन्यायको अन्त्य नहुने भएकाले क्रान्ति अवश्य हुनेछ। एक न एक दिन क्रान्तिको धुरी आई निरङ्कुशताको धुलो उडाइ लग्ने र अन्धकारको अन्त्य भई सुनौलो बिहानीको उदय भएर छाड्ने कुरा नेपाल आमाले यस कविता मार्फत जनाएकी छिन्। नेपाल आमाको क्रान्तिको सपना एक दिन अवश्य साकार हुने, एउटा क्रान्तिपुत्र जन्मिने र त्यसै क्रान्तिको माध्यमबाट देशमा रहेको विकृति विसङ्गति, अन्याय, अत्याचार र शोषण दमनको अन्त्य हुने सपना आमाले देखेकी छिन्। क्रान्ति आगो हिउँ भन्दा पनि बढी शक्तिशाली र कडा भएर आउने कवितामा उल्लेखित गरिएको छ। क्रान्ति र सूर्यको किरणले संसारलाई उज्यालो पारे झै अन्धकार समाजलाई उज्यालो बनाउनेछ। सत्य, धर्म र न्यायको स्थापनाका लागि क्रान्ति हुनुपर्छ भन्दै निरङ्कुश जहानीय राणा शासनको विरुद्ध विद्रोह गर्दै राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्नका लागि अन्याय, अत्याचार, शोषण दमनका विरुद्ध आवाज उठाएर देश र जनताको मुक्तिका लागि प्राणको बाजी थापेर क्रान्ति गर्नुपर्ने भाव व्यक्त गर्दै देशभक्तिको भावनालाई सशक्त रूपमा उजागर गर्नु नै यस कविताको मूल भाव हो। हस्त सम्पूर्ण दर्शक महानुभावहरूलाई यहाँसम्म सुनिदिनु भएकोमा आगामी दिनहरूमा पनि हामी नेपाली पाठ्यपुस्तकको यसरी नै सारांश लिएर आउनेछौँ। त्यसैले हामीलाई सब्सक्राइब गरेर हाम्रो हौसला बढाइदिनु होला। सबैमा धन्यवाद।